यो फलको नाम चाहिँ के हो है? ट्याक्कै फलेल जस्तो छ तर के हो? ल भनौँ त ल। यता पनि छ। हेलो युट्युब फ्यामिली, के छ हल्का? सबैजना सन्चै आउनुहुन्छ होला। म पनि एकदम ठिक छु र हल्का ग्याप रहेको छ भिडियोको लागि। कन्टिन्यू दिन पाइएको छैन किनभने काममा बिजी छु। त्यो कारणले बोल्दैखेरि चाहिँ रोपे सुरु छ। कन्टिन्यू रोपेको भिडियोहरू आउँछ है, हेर्दै गर्नु होला। अहिले चाहिँ म खोलाबाट पुल बनाएर आउँदैछु। यहाँदेखि चाहिँ धाबाचौरासम्मको सफर छ। घर गएर बाइक लिएर अनि त्यसपछि जानुहुन्छ सामान लिउन। सो गाइस, हामीहरू चाहिँ यहाँदेखि अब जाँदैछौँ है धाबाचौरासम्म र त्यहाँ गएर चाहिँ हेर्छु। र मेरो यहाँ चाहिँ क्यामेरा राख्नु छैन है, भाइले दिएको छ सेटिङ तर बनाउनु पाएको छैन। हेरौँ कस्तो हुन्छ है। बनाउला नि त बिस्तारै अशोक भाइले दिएको छन्। मेरो चाहिँ लेभल 3 हेलमेट हो। यहाँ चाहिँ के भन्छ M416 को एक गोली लागेको छ, त्यो भएर हल्का ड्यामेज भएको छ हैन। लेभल 3 को हेलमेट हो। जाँदैछौँ त कान्छु र म यता कान्छु। के छ? ठीक छ। रहनुहोस् ल। ओके, लेट्स गो गाइस। भ्यू देख्नुहुन्छ पुरा घरको? आज चाहिँ हामी यहाँबाट पारि त्यहाँ जानु यात्रा। आज कस्तो लाग्छ भिडियोलाई त सेयर गरिदिनु। हेर यत्रो मान्छे यहाँ खेल्न आएर यहाँ चाहिँ बल खेल्न आएर छन्। ल हान त कसले राम्रो सर्ट हान्ने रहेछ। ल है मैले कहाँ जानु भयो साली भनेको त यहाँ पाउनु पऱ्यो ल। बल चाहिँ यहाँ है। यसमा अब सब्स्क्राइब गरिदिनु होला गाइस। हेलो गाइस, सबैजनाले यो युट्युब च्यानलमा लाइक कमेन्ट सब्स्क्राइब प्लिज। के भयो बुच्ची? बाटो चाहिँ यतातिर चाहिँ हाम्रो एकदम सही छ हैन। अहिले चाहिँ उपला गाउँ भन्नेतिर आएको छु म चाहिँ है। र यो चाहिँ जङ्गल जाने बाटो र कान्छु यतातिर छ। हाम्रो गाउँ चाहिँ यतातिर छ है। म चाहिँ यतातिर छु, सामानहरू लिएर हिँडेको छु। त्यो चाहिँ उहाँलाई दाना लिएर आउनु छ। टन्नै काम छ हो मेरो त। ल झरौँ है त बिस्तारै। यहाँ पनि भलिबल खेल्दै रहेछन् सानो भाइ है। राम्रो खेल्दै रहेछन् यार। हजुर के नाम छ र? भण्डारी के छ? भण्डारी युवान भलक छ। ए हुन्छ। काँक्रो गरेको भिडियो थियो नि। ए काँक्रोको? हे हाम्रो यस्तो कुकुर रहेछ।
पारामा गाइज टक्क पारामा गर्नु पर्यो लाइक कमेन्ट सब्स्क्राइब ठुक्नु पर्यो भाइले नि सपोर्ट गर्नु पर्यो है गर्नु पर्यो मेरो नि आइडी छ गाइज यस्तो 700 हान्नु पर्छ के नाम छ अरे मेरो भण्डारी एवन ब्लग छ हजुर सबैजनाले गएर सब्स्क्राइब हान्दिनु होला ल ल सबैजना सब्स्क्राइब गरिदिनु है भलिबल चलिरहेको छ यता चाहिँ हात दिँदो रहेछ यो चाहिँ अलि नाइट भइसकेको छ रात पुरा परिसकेको छ यो कट्टा प्लस यो पछाडि यो केटो छ होइन यिनीहरूलाई लगेर चाहिँ म चाहिँ जाँदैछु है अहिले चाहिँ पिलौरदेखि ओर्कने आइसकेको छु अब तेर्सो बाटो प्लस ओह्रालो बाटो छ है सेफ चढ्नुपर्छ त्यही भएर भाइले चाहिँ फोन छोप्छन् है क्यामेरा छोप्छन् म चाहिँ अगाडि जान्छु है त लेट्स गो गाइस यो चाहिँ बाटो अलि खराब नै छ है नाइटको राइड गर्दैछु म चाहिँ होइन पछाडि भाइ क्यामेरा चपेर बसेका छन् है अगाडि बाटो यस्तो छ है देख्न सक्नुहुन्छ राइड चल्दैछ है साथीहरू के गर्नु गम्सी छ जिन्दगी यस्तै चलाउनु पऱ्यो है कामदाम गर्नु पऱ्यो काम भनेपछि अब मैले यस्तो चिज जानेछु भने चाहिँ यही चिजमा फोकस नगर्ने सबै चिजमा हात हाल्नुपर्छ है सबैजनाले है मेरो चाहिँ मेन बेसिकली के भन्न चाहन्छु भने चाहिँ हाम्रो अशोक गर्थी मगर जो युट्युब च्यानल छ भाइको म चाहिँ भिडियो राख्न सकेको थिएन किनकि म काममा बिजी छु धेरै है त्यो कारणले अनि भाइले हिजो राति फोन गरेर भन्दै थिएँ भिडियो चाहिँ कन्टिन्यू राख्नु पऱ्यो भनेर है अनि त्यो कारण चाहिँ म चाहिँ अहिले नाइट भ्लग प्लस डे भ्लग गर्दैछु है सबैजनाले हेर्दै र सपोर्ट गर्नु होला अनि जति सकोस् च्यानललाई चाहिँ सब्स्क्राइब गर्न चाहिँ नभुल्नु है साथीहरू है त्यही छ मेरो नाइट भ्लग मेरो गाउँठाउँ यति राम्रो छ र देखा छ ओहो रातमा उजेल झलमल्ल छ है हाम्रो पर दाइको दोकानसम्म है बाँकी त अब के भन्न सकिन्छ बलले यताउति गर्छ है यहाँ हामीले भिडियो बनाउँदा आवाजै नआएर है गाह्रो भएको थियो होइन राति 9 बजीसम्म काम गऱ्यो त्यसपछि आवाजै नआएर नि वाल खत्तम भएको थियो क्या तर यो कान्छो चाहिँ खासै बाइकमा बस्नु जाने हिँड्छ यो एकैतिर मात्र बस्दो रहेछ यो भाइले चाहिँ लुटाउँछ है म चाहिँ एलिफेन्ट घरमा है यता दाइ बस्नु भएको छ दाइ यता बस्नु भएको छ सन्चै हुन्छ दाइ मलाई फोन गरिराख्नु भएको थियो कान्छो पनि आइसक्यो यता हाम्रो सालजी हुनुहुन्छ भाउजूले यहाँ खाना बनाउनुहुन्छ यतातिर कुकम्यान हाम्रो युट्युब च्यानललाई कति मेहनतले बनाउँछ हजुर त्यही जब 2 बटन त दबाउनु दबाई दिनु न सही भन्यो कान्छाले सब्स्क्राइब गर्ने बेल आइकन दबाउने 2 बटन होइन र कति मिनटले भिडियो बनाउँछ मामले हो नि त खान्छ कति मिनट लाग्यो थाहा भयो आज 2 बोतल के गर्ने रे हामीले कति मिनटले भिडियो बनाउने तपाईँ यतिकै छोडिदिएर जान्छ हो सही भन्नु पानी ल थ्याङ्क यू फर वाचिङ माई भिडियो म चाहिँ मौसममा जान्छु है बाई बाई